ल हेलो गाइस आज के अरे यहाँ के छ करेन्ट चाउँछौ च्यालेन्ज गर्दैछौँ अनि यहाँ चाहिँ हाम्रो राम्री नानीहरू छन् चाहिँ हाम्रो ससेज रेडी हुँदैछ अनि यहाँ चाहिँ करेन्ट चाउचाउ रेडी हुँदैछ अनि हाम्रो करेन्ट चाउचाउ चाहिँ उहाँले बनाउँदै हुनुहुन्छ अनि यहाँ चाहिँ अन्डा सबैले के एउटा पुग्छ होला दुईवटा पुग्छ होला अब फेरि अब खाएको भिडियो चाहिँ कस्तो छ त्यो पनि देखाउँछौँ है त हामी यहाँ चाहिँ बुनेले चाहिँ मजाले करेन्ट चाउचाउलाई चाहिँ पाकेर निकालिसकेको अनि एकदम हेर्दा चाहिँ मिठो होला जस्तो छ अनि कराईबाट चाहिँ निकालेर हामीले अब यसलाई फेरि मसला हालेर घोल्छौँ अनि मसला हालेर घोलिसकेपछि चाहिँ हाम्रो करेन्ट पनि रेडी हुन्छ यहाँ करेन्ट चाहिँ रेडी भइसकेको छ अनि फेरि यहाँ चाहिँ बुनेले चाहिँ सबै मसलाहरू चाहिँ अब घोलेर लाउँदैछ है त अनि मसला सबै रेडी बनाएर चाहिँ फेरि अब करेन्ट चाउचाउ रेडी हुँदैछ अब हेरौँ अनि प्रिस्किलालाई चाहिँ अन्डा उकाउने काम दिएको अनि उसले चाहिँ मजाले अन्डा उकाएर चाहिँ यो अन्डा चाहिँ अलिक नपाएको हो कि पनि भन्दै थियो तर जस सबैभन्दा आयो डन हाम्रो दुईजना केटाहरू चाहिँ सुतिरहेको छ हेलो साथीहरु यो खानेकुराहरू चाहिँ रेडी भइसकेको छ सिजर पेपर र गेम खेलेर खानेकुराहरू चाहिँ रेडी भइसकेको छ हामी खाना सबैजना खानाको लागि तयारी छौँ हैन गाइस ल अब हाम्रो चाहिँ के रे यस्तो एउटा गेम जस एउटा गेम खेल्छौँ अनि त्यो गेममा चाहिँ जसले खान्छ त्यो हार्नेले चाहिँ उतापट्टि गएर 5 चोटि उठबस गर्छ अनि त्यसपछि आएर खान्छ अनि हेरौँ कसले धेरै खाँदो रहेछ म चाहिँ क्यामेराम्यान म चाहिँ भिडियोको डाइरेक्टर ल अब भिडियो हेर्नको लागि सुरु अलिकति जाउँ न त 1 2 3 गो 1 2 3 गो अब त पहिला यो हाल्छ भित्र बुनेको त बिजोग भयो यार भित्र बुनेको पनि देऊ यार भित्र बुनेको त बिजोग भयो यार बिचरा बोलेर पनि देऊ यार के सर खाएको एक्सन सु 1 2 3 गो के थियो त को भयो फेरि के खाएको एकछिन भिडियो पोस्ट गर्नु म त सर्क्यो नि त के खाखा गर्ने एकछिन नाम दिएर आएको छ नि त क्या एकछिन उकाल्लाई चाहिँ मान्छे छ
अनि तिम्रो ड्राइभरलाई मैले एउटा धरेँ नि त एकचोटि गर्नु 1 2 3 गो तिमीले त थाहै छ लाओ छिटो सबै खाइछ सोचे चाहिँ मात्रै खाइसकेको छ 1 2 3 गो मेरो बुढालाई पनि देखाउनु पर्यो कि बुझेन बुझेन कि एउटा खानु भएको छैन त्यो नेम बुझ्दैन छ बुझेको छु ओए त्यो त बच्चा टेक 1 2 3 गो छ्या यस्तो त्यो बुढेलाई त आएन जस्तो छ है फेरि आइपुग्यो ल खुसेर 1 2 3 गो यो नम्बर ओइ त्यसै जानी भयो कि अब कति जना हुन्छ म के खानु पाएको थिएन जो त ओइ के भइरहेछ मैले मैले दिएको छु नि दुईजना त साह्रो नसक्नु छ जसको एउटा मात्रै हुन्छ ओइ गर न सिकाउ न 1 2 3 गो बुढी दिदी आले कम के गर्छ हो यार निक्ली हे खाना स्याउन म खानु आँटेको त मलाई 1 2 3 गो जाऊ दुईजना छिटो जाऊ 2 3 4 अन्त खानु पाएको छैन के किन राम्रो गर्दैन के हो गर्दैछ हो के 1 2 3 गो अनस घरि एउटै मात्रै नगर न घरि तल माथि गर साँच्चै बिचरा 1 2 3 गो ए खानु त टाइम लाग्छ जाऊ घरि त उँधो पनि गर न जहिले उँभो त्यो साह्रो आँटेकोलाई जहिले उँभो गर्दै उठा उठा एकछिन पर राख्ने के भयो 1 2 3 गो आउट 1 2 3 गो जाऊ दुईजना के हुँदैन नि यो त लाग्दो पनि कौले लाग्यो होइन यसमा बराबर के जुल्छु 1 2 3 यसो भयो बराबर राख्नु 1 2 3 गो सन्देह त मैले हाला सरी त सकिसक्यो त्यसो गर्ने हो सिधा 1 2 3 गो ला गयो नि त बोक्यो त्यो राम केटी मलाई गएन हौ हेत्तेरी सकिसक्यो सके जस्तो म छैन त भाइ म त बिस्तारै खान्छु भन्नु कि 1 2 3 गो ए मोबाइल त्यो साह्रो डराउँछ नि बिरेन्द्र चाहिँ यसमा खै उडा बढी देखाउने थियो के राम्रोसँग देखाएको छैन हाम्रो खानेकुरा अनि खान्छ छैन 1 2 सिधा भन्यो नि त 1 2 3 गो मेरैमा त पालाउँछ के भएकोलाई सिधा हो नि त कहाँ बाङ्गो 1 2 1 2 3 गो जाऊ आउट आउट अफ भ्याली बिचरा पुण्यलाई पनि देऊ यार
गरेको स्वाद पनि एकैचोटि मात्रै सक्नु भएको अन्त दिदीले छ नि त्यहाँ त मुनि आफ्नै पाराले गर नि तिमी त अरूले हेरेको बिचरा आइसक्यो छिटो के भयो के खाएको मेरो काँक्रा चाहिँ यहाँ चाहिँ यस्तै के खाएको गरेको 1 2 ए भएन यो त भएन है 1 2 3 गो भएकै छैन मैले गरेको छैन 1 2 3 गो खाइस आफू त भइसक्यो अब के गर्नु ए नगएर ए छाबु बल्ल भरे अगाडि बस्दै खान्छ कि तिम्रो नानी गरेर आऊ न यस्तो गर्ने कि सिधमा 1 2 3 गो बल्ल खान पाएँ अब भिडियो चाहिँ अन्तिम भयो तपाईँहरूले हेर्नु भयो होला रमाइलो भयो होला अनि यो भिडियोलाई चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है त धन्यवाद